Hello guys, let's get ready with me. म जाँदैछु हेयर ट्रिटमेन्टको लागि, बट आई डोन्ट ह्याभ एन आइडिया के केराटिन स्मुथ गर्दा राम्रो हुन्छ कि नानोप्लास्टिया गर्दा राम्रो हुन्छ कि भनेर केही पनि थाहा छैन। मैले चाहिँ पहिला हेयर केराटिन मात्र गर्थेँ, तर अब नानोप्लास्टिया गरौँ कि भनेर सोचिरहेको छु। अब सलुनमा गएपछि त उनीहरूले हेयर वास गरिदिन्छ नि त, मलाई चाहिँ झ्याउ लाग्छ के। अनि त्यसैले म चाहिँ घरमै नुहाएँ, कपाल सपाल आफै सुकाएँ गरेर जानलाई लागेको छु। मैले ChatGPT-लाई सोधेको थिएँ के गर्दा कपाल बेटर हुन्छ भनेर, अनि उसले चाहिँ न्यानोप्लास्टिया गर्दा राम्रो हुन्छ भनेको छ। म चाहिँ ChatGPT-को भरमा न्यानोप्लास्टिया गर्छु भनेर सोचेर जान लागिरहेको छु। लेट्स सी के हुन्छ होइन। जे कुरामा पनि ChatGPT-मा डिपेन्ड हुने भएको छ। अनि रेडी भए त्यस पछाडि बाहिर निस्किन लागेको यस्तो पानी परिरहेको थियो, त्यही छैन छाता ओरी भने जान्छु म भनेर गएँ। केएल टावर पुगेँ। बिहानै भएको भएर त्यस्तो साह्रो मान्छे थिएन, खाली नै थियो। एकैछिन वेट गरेँ। अनि स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ मैले आफ्नो बिफोर हेयरको भिडियो गरेँ, किनकि बिर्सिन्छु कि म पछि मेरो हेयर पहिला कस्तो थियो भनेर। एन्ड स्टार्ट टु अप्लाई क्रिम। अनि पाला आउँछ आइरन गर्दा यति गाह्रो हुँदैन मलाई, जति गाह्रो भयो नि सिधा कपाल चाहिन्छ। अनि त्यस पछाडि रिजल्ट यस्तो भयो। आई लभ द लङ हेयर के यस्तो राम्रो देखेको थियो। पछि चाहिँ मैले धेरै लाज लागेर त्यस्तो भिडियो बनाएँ। यतिमै एन्डिङ, बाई बाई।